आज फिसिङ गर्न आएको यो ठुलो कम्पनी हो मिठारङको यो पनि हो। आज यहाँ फिसिङ गर्न हामी सानो सानो मान्छे आएको छौँ। अर्जुन भाइ, आपा, आइती दिदी, चन्द्र अनि आमा। ल है गाइस, आज वेदर राम्रो भएकोले गर्दाखेरि आज हामी फिसिङमा जाँदैछौँ। फिसिङ नाम मात्रै जस्तो यसो घुम्नलाई हिँडेर हाँस्छौँ हामी। कहिले बसेको ठाउँ पनि त मिल्छ, त्यो भएर यो बाटो हिँडेको त्यसपछि हामी अनि त्यो यादले गर्दा पनि यसो हिँडेर त्यो यादहरू मेटाउँ भनेर हिँडेको मात्र हामी खासै यो बाटो। माछा मार्न खासै केही पनि अब सिजन छैन, यसो भेटिहाल्यो भने बरु एक दुई बल्छी सल्छी हान्ने हो होइन। त्यही सोचले चाहिँ हामी हिँडेका छौँ। कम्पनी त मजाको छैन त कम्पनी त कहिले हायरिङ हुनेको नि यो आगेस मलाई अस्ति नै भयो जस्तो चाहिँ लाग्दैछ, किनभने अफर मैले रुपमा दिएको टाँसेको यो कम्पनी। माथिसम्म पर्छ मन्छौँ 12 बेला साथरी घरमा जग्गाभित्र त छैन थिएन हो। यतापट्टिको मेरो लेफ्ट साइडको जङ्गल हो चाहिँ तिते पातेर हेर, तिते पातेर सबै छ तिते पातेर। अझै चाहिएकोले एउटै थिएन तिते पाते, अहिले प्रशस्तै पाइरहेको छ। गाडी त यो हातले भिडियो गरेको त्यो हातले एकदम हल्लिएर डिस्टर्ब आइरहेको छ नि साथी। यसको स्ट्यान्ड छैन त्यो भएर हल्लिएको फेरि हिँडिरहेको छ नि त त्यो भएर। हजुर भाइले खेत टिप्नु खोज्दैछ भाइ। लु झिन अरे भरे माछा कहाँ पुग्छ होला भरे फेरि। यो ठाउँमा चाहिँ गाई गोरु लिएर छोडेको थियो नि, दिनु थियो भने कति मजाले खान्थ्यो होला घाँसहरू। ओ माइ गॉड। हाय के भाइ कहाँ? ए अलिअलि देखेँ मैले। के छोड्ने चुडाउनु नसक्नु भएको थियो नि हाम्रो आइती दिदी। छोड्ने धरी चुडाउनु सक्नु भएन। अरे भाइ डल्ला पर ठोसे ठुक्दैछ। आजसँग ओ मै छोड्ने हामी लानुपर्छ ल अलिकति टिपेर। क्या हो पानी टल्केकोले गर्दा माछा देखेको पनि छैन। हेर्नु माछा माछा खेलिरहेको छ माछा पुरै माछा।
माछा मसिनो मसिनो खान रहेछ पर भाइ एउटा दुई हजीको दे यहाँ राख दे ओह माछा हेर माछा माछा ओहो माछा त यहाँ माछा साथी माछा देख्यो माछा 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 मारेर आउने मान्छेहरू हेरौँ है यहाँनिर माछा मार्न आउने मान्छेहरू हामी चाहिँ जन्ती माछाको भाइले फाल्छ आमाले टिप्छ प्लास्टिकमा हाल्नुहुन्छ यहाँ नै एउटा चौतारा हो पर यो चौतारा माछाको मलामी अरे माछाको मलामी हामी जन्ती माछाको भाइले आमालाई तर्साउनु खोज्दैछ के चाहिँ गर्छ भाइले अब मैले टाउको होला हो यहाँ चाहिँ मर्छ होला भाइ माछा आधा खुट्टा धुनु पर्दैन यो पानीमा हिँडेको नि सेतो भएर खुट्टा यहाँ त थुन्ने छ त पानी त नि के माछा कस्तो थियो माछा यहाँ देखिरहेको छ यो होइन
यता फ्याएर चाहिँ कहाँ पुग्यो त्यो माथा सर्चिङमा छैन सर्चिङ उयो एउटा उभिरहेको छ त्यो होइन कि अर्को उफ्रिनु पर्ने हो सर त होला कता गर्छ सुँगुर माछो अर्को माछो पनि हरायो भन्छ अनि अब छैन नि उफ्रिँदैन पनि अघि भाइले उफ्री अड्लेको माछा यहाँ राखेको थियो भने चाहिँ कहाँ पुरो यो होइन त्यो फ्याँक्दो आँखामा उसकै सपना छ मनमा उसकै माया छातीमा उसकै तस्बिर सम्झना दाया बाया सम्झना दाया बाया सम्झना दाया बाया तिमीलाई हेर्ने बानी पर्यो बाटो कुर्ने बानी पर्यो तिमीलाई हेर्ने बानी पर्यो बाटो कुर्ने बानी पर्यो तिम्रै सम्झनाले रात